लेकिन ये साला कर क्या रहा है बहिनी फर्म भर्नको लागि पेन दिनु न। हेलो गाइस, अब हेर्नु है त हस्पिटलको अगाडि गएर एउटा बदले लेख्छ कि लेख्दैन भने ट्राई गर्नु नि गाह्रो छ क्या हामीलाई। सब ह्यान्डराइटिङ डक्टर ह्यान्डराइटिङ हुन्छ यो त्यो पेनले लेख्छ लेखेर कि लेख्दैन एकचोटि ट्राई गर्नु पर्यो। लेकिन एक सेकंड के हो भाइ तिम्रो 720 भयो जम्मा। फुलले त यार के गरिया फुलले त ट्राई मात्रै गरेको थियो बल पेनले लेख्छ कि लेख्दैन भनेर कसरी 700 रुपियाँ भयो। वास्तवमा यो समय सन्दर्भिक है गाइस। कुनै पनि हस्पिटलमा गएर आफूले लेखेको ह्यान्डराइटिङ आफैले बुझिँदैन तर डक्टरले कसरी बुझेर दबाई दिन्छ भन्ने कुरो चाहिँ हामीले धेरै सोच्न गाह्रो छ। त्यसै गर्दाखेरि डक्टरहरूले चाहिँ ह्यान्डराइटिङ सुधार्नुपर्ने चाहिँ अति नै आवश्यक हुन्छ, किनकि त्यो लेखेको ह्यान्डराइटिङ चाहिँ पेसेन्टले पनि बुझोस् भन्ने चाहिँ मेरो चाहिँ बुझाइ हो है। अनि भिडियो कस्तो लाग्छ मन परे च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। तपाईँहरूको सानो सहयोग नै मेरो लागि पनि केही सहयोग बन्छ, त्यसैले गर्दा प्लिज सब्सक्राइब है।